हेलो साथीहरू सबैजनालाई नमस्ते है त म फेरि आएँ सानो मिनी ब्लग लिएर। म चाहिँ आज जाँदैछु यसो मार्केटतिर, धेरै दिनपछि आएँ। के गर्नु, यस्तै छ परदेशी लाइफ है। चाहिने खानै पर्ने के हो सामान अलिअलि किन्नु थियो, अनि त्यही भएर म चाहिँ आज चाहिँ पानी पनि परेन नि त। हिजो अस्ति चाहिँ पानी परेर कस्तो बाहिर निस्किनै मन नलागेर कस्तो भइरहेको थियो। अनि म चाहिँ 5 बजेतिर यसो बाहिरतिर गएँ होइन। खै के बनाउनु लगाएको, यस्तो सबै ठाउँमा बारे होइन। राति सबै बार लगाएर भ्याइसक्छ भने बिहान उठ्दाखेरि त घर अगाडितिर यसो चोकतिर त होइन पुरै बार लगाएर भ्याउँछ। खै के गर्नु लगाएको कुनि। म चाहिँ ठ्याक्क मार्केट पनि आइपुगेँ। हजुरहरूलाई सानो भिडियो देखाउँदै होइन। कति महँगो हो क्या, केही किनिसक्नु छैन भने तरकारी के खानु। म त मैले चाहिँ एउटा च्याउ लिएँ अनि एउटा गाजर हेर्दैछु होइन। अलि साह्रै मसिनो रहेछ क्या, अनि त्यही भएर छान्दैछु म चाहिँ। छान्दैछु होइन एउटा गरेर। अलि मसिनो त ठिक लाग्दैन कि। तरकारीहरू चाहिँ मैले खासै केही किन्न, एउटा च्याउ किनेँ अनि त्यो एउटा गाजर किनेँ। अनि खासमा मेरो स्याम्पू पनि सकिरहेको थियो कि नुहाउनलाई। छोरी मान्छेलाई के हो चाहिने पनि। अनि यसो एउटा मकै पनि लिएँ, किनभने खाजाको लागि चाहिरहेको। लैजाऊँ कि नलैजाऊँ कन्फ्युज भइरहेको छु, पैसा पुग्छ कि पुग्दैन भनेर। लान्छु भनेर फेरि हालेँ एउटा। अनि खासमा मैले के अरे साग पनि हेरेको थिएँ होइन, अनि रहेनछ। अनि एउटा खुर्सानी ल्याएँ। अनि त्यसपछि म सिधै पुगेँ सेम्पूहरूबाट। त्यो निभियाको लोसन हेर्नु न कति महँगो, भगवान्। म त छक्कै परेँ हौ। यसो गएको बेला कलरसँग हेरिदिएको नि होइन, हेर्दा यहाँ पैसा लाग्दैन के छ र, त्यस्तै छ। अनि यसो हेरेँ होइन। अनि त्यसपछि म यतातिर आएँ। यतातिर मलाई मन परेन कलर पनि होइन। अनि त्यसपछि मैले एउटा स्याम्पू लिएँ त्यहाँबाट। त्यहाँ यसो मोबाइल तल भएछ कि, त्यहाँ सामान लिएर आइरहेको थियो ठुलो उसमा, त्यहाँको उसले काम गर्ने मान्छेले। म चाहिँ साइड छोडिदिँदै थिएँ। अनि कसरी बितिरहेछ हौ बेरोजगारी दिनहरू तपाईँहरूको। मेरो त कस्तो बोर यस्तो च्याउ लागेछ नि होइन। केही गर्नु कस्तो जाँगरै नलाग्ने जस्तो भइसक्यो। कस्तो दिमागमा नि के सोच आउँछ तपाईँहरूको, के आउँदैन त्यस्तो। लास्ट च्याउ लाग्ने भएको छ मलाई त। कस्तै बोरिङ भएको छु म त। मैले चाहिँ त्यति सामान लिएँ होइन। अब मलाई चाहिँ जानु थियो उता। अनि यसले चाहिँ सामान बोकेर आउँदै थिएँ त्यो गुडाउनीमा, अझै छोडिदिएँ। अनि मैले चाहिँ साइडबाट म जाँदैछु, त्यहाँ स्याम्पू हेर्दै थिएँ। अनि एउटा स्याम्पू पनि हेर्दैछु मैले त्यहाँ। स्याम्पू पनि के हो मनै नपरे जस्तो मलाई त। अनि एउटा स्याम्पू किनेर अनि कस्तो बोरिङ लाग्दो जिन्दगी भएको छ मेरो हिजो आज। कसलाई भन्नु होइन, कस्तो दिक्क लाग्छ घरिघरि त मलाई, साह्रै दिक्क लाग्छ। अर्काको ठाउँमा है राम्रोसँग बोल्ने मान्छे यताउता साथीहरू नहुँदा पनि कस्तो झ्याउ लाग्ने के। यस्तै छ मेरो अहिलेको बसाइ चाहिँ। यसरी नै गइरहेछ दिनहरू है। बाहिर नि कति हिँड्नु कति डुल्नु भनेर म आजभोलि चाहिँ कहीँ पनि जाँदिनँ। म चाहिँ चप्पल लाएर जाने हिँडिदिन्छु क्या। म चाहिँ चप्पल लाएर, म चाहिँ एकदम चप्पल लभर परेँ होइन। अनि म चाहिँ चप्पल लाएर हिँड्छु। अनि चप्पल लगाएको देखेर यहाँको मान्छेहरूले कस्तो हेर्छ भने खुट्टातिर, अब तपाईँहरूले नोटिस गर्नुभएको चाहिँ छैन होइन, कसरी हेर्छ क्या। अनि म चाहिँ त्यहाँ स्याम्पू हेर्दै थिएँ। अनि त्यहाँ बाटोमा सामान ल्याउँदै थिएँ क्या, त्यसले छोड्दै थिएँ। कति बेरसम्म म रोकेर बसेको रहेछु। मैले त यादै गरेको थिइनँ। अहिले चाहिँ यहाँ भिडियो हेरेर ट्याक्कै थाहा भयो क्या, क्यामेरा पनि छेपेको रहेछ। केही छैन त्यही पनि होइन। ओके छ त, यस्तै छ। अनि मलाई चाहिँ कस्तो नेपालको खानेकुराको याद आइरहेको, खसीको मासुको याद आइरहेको मलाई त। तपाईँहरूलाई के को याद आउँछ सबैभन्दा बढी नेपालको? मलाई त खसीको मासुको याद आयो। अनि त्यसपछि खसीको मासु अनि करेन्ट चाउचाउ
बिरुवालाई भन्दा नि खानै मन लाग्ने जस्तै यस्तै छ होइन। अनि केही गर्नु अर्काको देशमा केही गरे नि सुख छैन भनेर नहुने है, गाह्रो छ भने कस्तो छ। महँगाइ त्यस्तै छ यहाँ, अब काम पनि नभएपछि महँगाइ त्यस्तै, काम नभएपछि त अनि कसरी धान्न सक्नु त सब कुरा। मैले चाहिँ एउटा त्यो स्याम्पू लिएँ होइन, अलिक सस्तो सस्तै खालके, ठिक छ नि त भनेर अनि म चाहिँ लागेँ माथितिर। अनि त्यसपछि म लागेँ अर्को साइडबाट। अनि मलाई चाहिँ तरकारी लानु थियो कि अलि होइन, मैले चाहिँ अनि केही भेटिनँ त भने छ्या। मैले चाहिँ एउटा यो मलाई कस्तो मनपर्छ अनि चियासँग खाना हुन्छ नि त, अब एक छाक मात्रै हो खाना खाने बिहानमा मात्रै होइन, अनि यसो बेलुकातिर 5-6 बजीतिर खाएपछि हुन्छ नि त भनेर एक प्याकेट लिएर आएँ। त्यही पनि हेर्नु न, अनि एउटा रोटी पनि लिएर आएँ। कहिलेकाहीँ तरकारीहरू रहेको बेलामा काम लाग्छ, मलाई चाहिँ मनपर्छ। मैले चाहिँ नि नक्कल पनि पार्छु क्या म त्यहाँ फेरि घरिघरि। बिल देखेर सातो चाहिँ जान्छ, बिल हेर्नु त्यति सामान ल्याएको कति रुपियाँ, आम्मामा। के गर्नु, यस्तै छ हौ जिन्दगी साथीहरू। म चाहिँ चप्पल देखाउँदैछु कि तपाईँहरूलाई, हेर्नु न चप्पल लाएर म टुई 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 गर्दै हिँडेछु चोकचोकमा। ल साथी, दुःख सुखको गफ गर्दै गरौँला होइन। तपाईँहरूले मेरो भिडियो हेरिदिनुहोस्, माया गरिदिनुहोस्, सपोर्ट गरिदिनु होला। सबैजना आफ्नो केयर गर्नु होला है त। बाई बाई सबैजनालाई।